हेलो साथीहरू हाई मतलब साथीहरू अरू त होइन होला त साथी दिदी एक के बराबर दो होइन हामी आज जाँदैछौँ स्वर्गद्वारी र भेरी एक्साइटेड अहिले बजेको छ 5:30 हामीलाई 5 बजी जम्माउने भन्नुभएको थियो मेरो फोटो भएर है अनि त्यसपछि अब हामी जाँदैछौँ बस आउँदैछ बसको लागि वेट गर्दैछौँ हेलो गाइज अनि हामी त्यहाँ वेट गरिरहेको थियौँ अनि हामीलाई अब हामी जाँदैछौँ हामी मतलब म पुग्दैछु मामु र दिदी अघि नै पुगिसक्नु भयो अनि म चाहिँ पुग्दैछु म एकछिन यतातिर तलसम्म पनि आएको थिएँ लेट्स गो हेलो गाइज अब हामी गाडीमा आइसक्यौँ आइज अरू कन्टेन्ट कुछ नहीं है मेरे पास अनि हामी चाहिँ भाइसँग बसिरहेको छौँ भाइ विवेक हेलो वेलकम टु माई व्लग वेलकम टु माई भ्लग वेलकम ब्याक टु माई च्यानल गाइज अरू धेरैचोटि किन भन्न चाहिँ म एडिट गरेर फालिदिन्छु ओके हामी चाहिँ गाडीमा बसिसक्यौँ अब चाहिँ हामी जाँदैछौँ हामी सबै केटा मान्छेहरूसँग बसेछौँ सन्डे केटा ब्लग गर्न भुल गए थियो भन्न अब यो हालत देखेर थाहा पाउनुभयो होला हामी भोका थियौँ त्यसपछि हामीले खायौँ त्यहाँ गएर खायौँ अनि त्यसपछि आयौँ अहिले फेरि भोक लागेर तल हामी दुईचोटि थपेर खाइसकेको 3 चोटि घिउ थपेको किनकि एकचोटिमा धेरै मैले त 2 चोटि मात्रै थपेको त्यो पनि हाल्दैन ल अर्कोचोटि भनेन मैले त्यही भएर अब यिनी बहिनी हुन् हामी घुम्न तिम्रो नाम के हो आशिका हो यिनको नाम अनि हामीसँग घुम्न आएको पछि फेरि सम्झ्यौँ भने फेरि भ्लग गर्छ मात्रै यस्तै हो हेलो मामहरू एकैछिन रुक्नुहोस् न हजुरहरूलाई स्वर्गद्वारी आएर कस्तो लागिरहेको छ अनि हजुरहरूको भ्रमण टोलीको कति सङ्ख्या छ कतिजना आउनुभयो को आउनु भएको लगभग हामी मेरो 2टा छोरी लिएर आएको छु छोरीहरूले क्यामेरा उ बनाइरहेको कति खुसी लाग्यो भिडियो खिच्ने मेरो छोरीहरू हुन् उहाँको आमा छोरी यहीँ हामी सँगसँगै अनि कताबाट आउनु भएको नि हजुरहरू देखि आएको सुर्खेत कर्णाली प्रदेशबाट हेलो सानो हजुरलाई यहाँको भ्यूहरू कस्तो लागेको छ यता अलि अँध्यारो आउँदो रहेछ म्याम यतैबाट बनाऊँ ल अयो ए उज्यालो देखिनु भयो बल्ल ए टल्किनु भयो टिली टिली त्यो निधारको टिका जन्या ट्युबलाइट जस्तै टल्केछ रोडोडेन्ड्रन नेसनल फ्लावर मम्मीले त आशीर्वाद मजाले दिनुभएछ त निधारमा आउनु हिँड्दै ल तपाईँहरू पनि हिँड्नु क्या हेलो पिपल्स हामी चाहिँ स्वर्गद्वारी आएको थियौँ अनि अहिले चाहिँ माथि गुफा रहेछ गुफाबाट तलतिर झर्दैछ मेरो आँखा कस्तो टल्किएको अनि मेरो मामुलाई चाहिँ धेरै बोलेर भिडियो बनाउन मन लाग्यो क्या अनि ल मामु बोलिदिनुहोस् 2 शब्द जय स्वर्गद्वारी नानीले चाहिँ चप्पल लगाएर नआएको फुल फाइदा उठाएको छ मामुको कहाँ बसेर हेलो पिपल हाम्रो एकदमै सर्ट भ्लगमा हामी निस्किसक्यौँ सबै बुढो मान्छेहरू तल पुगि पनि सक्नुभयो अनि हामी सामान नसारे मान्छे पछाडि छौँ सामानमा फेरि आफ्नै जुत्ता या यो मेरो दिदी हो सबसे प्रिटी हेलो अब हामीहरू घर जान लागि जय स्वर्गद्वारी माता होइन विष्णु भगवानजीको हो कि जय स्वर्गद्वारी
विष्णु भगवानको अरे मलाई गिफ्ट हेलो 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 साथीहरू मैले यसलाई भर्खर यो रोएँ यति कराएँ मम्मीलाई त्यही भने मैले यसलाई मामुको पैसाबाट किनिदिएँ अनि अगाडि बढ्नु हातबाट हुटो गर्दैन पछाडिबाट लाग्ने We are looking a mess. Bye. Actually, pagi ayah Mematu. Hello guys. Hello. Good morning.